सर्वप्रथम नमस्ते सबैलाई, धन्यवाद छ। युट्युब फ्यामिलीलाई। तपाईलाई पनि नमस्ते बाजे। नमस्कार। के छ हजुरको हालखबर? सब ठिक छ। सब ठिक छ। घरमा परिवार आफन्तजन के छ? ए सब परिवार ठिक छ। आज हामी हजुरको सत्य घटना, त्यही पनि सानो छँदाको तपाईँको त्यो सत्य घटना पछि लाग्ने किचकन्डीको बारेमा आज हामी सुन्नेछौँ। भन्नुहोस् हजुर, माछा मार्न जाँदा के देख्नु भएको थियो रे? हामी गएका थियौँ लागबत्तीमा। लालबत्ती। लागबत्ती मनाएर आएपछि हजुर खोलामा माछा मार्न लागियो। माछा मार्न लाएपछि त्यहाँबाट घोटेबाट माछा मार्दाखेरि केही थिएन। माछा मारेर चाहिँ पछाडि फर्केर हेर्दाखेरि चाहिँ किचकन ठ्याम्म बसेको। ल जाम बाबु, हिँड जाम, अब हामी जाम माछा मार्दैन, रुवा लाग्छ भनेर हामी हिँड्यौँ। अनि माथि आएर आउँदा हामीलाई किचन गर्ने थाहा थिएन। त्यहाँबाट माथि आएपछि पछाडि हेर्छ भने त पछाडि कन्न पसेर त सारङ्गे जस्तो छ। सारङ्गेको हुन्छ ठोक्रो, त्यस्तै छ। बाबु अझै पालामा सुनेका थियौँ। अनि यो त किचकने भनेर फट्ट आउँछ आएपछि माथि आइयो। माथि आउँदै त्यहाँबाट बर पिपलको फेदामा आएर एकछिन बस्यो। ऊ गयो दाहिनेतिर, हामी आयौँ बायाँतिर। छालाले उठाएर हान्यो। हानेपछि के गर्यो, अब लागेको मरिन्थ्यो, लागेन। दिउँसोको 12 बजेको कुरा हो। अनि त्यहाँबाट घर आएपछि बाबाआमालाई भनेपछि बिमार भयो। बिमार ज्वरो आयो, लो केटाहरू मर्ने भयो भनेर सबै चिल्लाउने मिल्लाउने गरे। अनि हामी बिहान ठिक भयो, सक्यो कहानी यति हो। अरू के छ सत्य घटना सुनौँ हामी। अब केही छैन। हाम्रो जनता सुन्न चाहनुहुन्छ, भन्नुहोस्। के भनौँ अरू भन्नुहोस्। हजुरको जीवनकालमा घटेका रोचक घटनाहरू भन्नुहोस्। हामी पहिला जान्थ्यौँ पैदल भालुवाङ। हजुर त्यति टाढा कोइलाबास नुन ल्याउन, पत्रकोट नुन ल्याउन 5 दिनको बाटो। आजभोलि घर नुनको पोका छन्। नुनको पोका, पैसाका डोका। यस्तो चलिदियो बा। अब तिम्रो पालामा कस्तो नि हो थाहा छैन। यसप्रति हामी सचेत हुनेछौँ। सन्तोष सचेत हुनेछौँ। के होला कसो होला। धन्यवाद।